वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी रचना पहाडी फेरि पनि स्वागत गर्छु तपाईहरुको अनि हामी चाहिँ बनबाट भ्लग स्टार्ट गर्दैछु काफल खानाकै नखाऊ आज हाम्रो काफल खाना गएको भ्लग हुने वाला छ दामी छ सानी पनि उखान्छ नि आइ बन कति गुलेछ है त अमिलो मेरो सानो रुखमा चढ्दैछ ल ए रहिना त खै ए रुखमा ल जा छिटो माथि मेरो सानो त्यहाँ पुगिसक्यो बाँदर भन्दा नि चर्को भए त है रहिना देख्दै देखेन उठो रुखमा खै ए गजाउ मारि रुख हलाइदिन बेस मारि ए हल्यो रहिनाको रुख हल्यो माथि जा सानो पुग्यो माथि हेलो हामी काफल गर्न गइरहेको छ सानी बाई ए रहिना रुख हलाइदियो त काफलबाट हलाइदियो बेसमा अझै काफल टिप्न गइरहेको छ हामी त वनमा हो वनमा सानो काफल देखाउ त कति भयो आधी हुन लागिसक्यो ठुल्ठुलो भटम चढ्ने हो कि ल चढ जा काफल छ के तिमीहरू कहाँ जाला मलाई त कहाँ जाला अनि त्यहाँ झोला खै त के बोकाइन रहेन त्यो के त्यो सानो भयो सर पनि छ त्यहाँ रुखमा माथि यो रुख उयो रुखमा बसेर देखाएको छ नि तर म चाहिँ काफलको बोटमा आइसकेँ र काफल टिप्न सुरु गर्छु कि मैले काफल धेरै छन् र छ तर सानो छ काफल चाहिँ यस्तो दाना छ काफल हेर्ने कता छ यस्तो यसो यहाँनिर काफल मजाले यस्तो काफल पाके खाना चाहिँ यस्तो भइरहेको छ काफल चाहिँ हाई ए आउँदैछ अझ एकजना रोशन चाहिँ यहाँ छ रोशन आयो भन् देखेन यता फर्किन यताबाट ल काफल टिप्नै सकेन गाइस हालत खराब खतरा खाएर रुख्यो नि त यहाँ माथि अन्त अलिक कतिले कमिला रहेछ आम्मा कमिला ल यहाँ कमिला के भयो काफल पाक्यो आइसेलु पाक्यो तिम्रो माया बिर्सिन थाल्यो फुल्यो जमुना यो नयाँ सालैको शुभ कामना के सन सरब कति तपाईँले काफल पहिरो अबु
ओले 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 ओलो 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 अँ कहाँ टल गरी यहाँबाट हिँड्न यहाँबाट उयो बोटको झरेछ क्या यहाँबाट हिँड्न यहाँबाट यसरी हिँड्न सक्यो के के टल गइरहेको थियो अब आओ आओ सुन्नु भने यसलाई हातमै सुनाउनु परेन पचाउतिर बसेको यहाँ मन पनि परेन र काफल पाक्यो कुकु के कुकुर काफलको कुकु किन आइरहेको हँ के आयो आयो बस्यो ढुङ्गा टक्क आयो ढुङ्गा ल ल ल ल ल आमा खुट्टामा के भइसक्यो सबै चलो गर्ने भयो क्या गर्नु भयो खै कहाँ भयो तेरो दाइसँग आँखै देख्दैन त हौ यत्रो टमाटर पनि मेरो मैसँग राख्छु काफले छैन पोरहरू सबै आँगा भाँचेर ऊ बोर्डमा गएर दियो उहाँलाई थिएँ भयो म खान हो बोर्ड छैन है नयाँ घाँस त आएर भर्खर नयाँ पात यहाँ छ हरियो काफल छ नि त 1-2 जना छ पनि पाकेर बस्यो कामा त्यही भने मजाले लाग्थ्यो यो बोटमा किनको कन्सर्टले पुग्छ मैले ल काफल छ त छैन हरियो चाहिँ छ पाका खाइन 2-3 दिन खाना न गटे काफल नि तर मैले हानेर के हो है यस्तो हाने लामो लामो गरेर धर्का आएछ क्या काफल हेर्नु काफल कस्तो रमाइलो छ काफल खान गएको हामी काफल नहर प्लटिङ चाहिँ यति काम गरेर रोकिएको छ हेर्नुहोस् न विरक्त छ विरक्त के राख्छ